मर्निङ गाइस आज चाहिँ हामी भन्दा नि म आज अलिक छिटो उठेको छु अलिक छिटो धेरै छिटो वाइल छिटो उठेको छ दाजु चाहिँ उठेर बिहान बिहानै खाजा त एज अलवेज म्यान्डेटरी हो नि यति बिना त अनि सुकाएको अचारको लागि होला सायद होइन यो चाहिँ डाइनिङ रुम हो यहाँ चाहिँ हल्का यसरी छ टक्क यहाँनिर खाना खाने अरूको अनि त्यो पानी तताउने दुईवटा त्योसँग त तीनवटा छ त हो हाम्रो व्यवस्थित चाहिँ अति व्यवस्थित छ है गाउँ भनेर मात्रै भन्नु मात्रै गाउँ ए हजुर यो भ्यू थाहा छैन छैन हेलो हाई भन न we are back to work for the last day आज चाहिँ हाम्रो अन्तिम दिन हो गाउँमा चाहिँ आफ्नोमा यदि गाई भैँसी छैन दुध छैन भने यो पेप्सीको बोतलमा दिनै पछि ल्याउनु पर्छ चियाको लागि तर म मेरो लागि होइन अरूको लागि त्यही भएर पहिला पानी हाल्ने हो सुरुनी कागज यसरी अब चाहिँ हामी जाँदैछौँ काममा फेरि गाउँमा बस्ने दिनहरू पनि गए आज लास्ट दिन हो त्यसपछि वी आर ब्याक टु एज अलवेज सिटी लाइफ सिटी लाइफ पनि ठिकै हो तर गाउँ भनेको गाउँै हो Fresh air. Fresh air. You have oxygen everywhere. अति पानी लाउने दिन भनेर चाहिँ सजिलो त छैन नि साला पाइप त यहाँ छ सजिलो काम पाइप यहाँ राख्ने हो सबै तिमी माथि जाऊ माथि गएर पानी खोल ओके यु नो हाउ टु ओपन द त्यो मात्रै अन गरिदेऊ म यहाँबाट स्टार्ट गर्छु अनि तिमी बिस्तारै आऊ ल ओके अहिलेको मेरो फिलहालको टास्क चाहिँ पानीको तारा खोल्ने बाइ द वे चब्ली पनि खोइ कता हरायो राति चब्ली अरे ट्याङ्की त वहाँ माथि छ त गाउँमा चाहिँ यस्तो ठाउँमा चाहिँ बाटो हुँदैन बाटो आफै बनाउनु पर्छ
खोलिदेऊ कतिको गरी छ फुल रहेछ यस्तो छ है भ्यू हुन्छ भाइ दिइहाल्यो नि मजाले खाओस् न पानी भनेको यत्रो पाइपबाट हेर न कस्तो प्रेसर आउँछ ऊ त्यो दुईवटामा चाहिँ पुगेन पुग्थ्यो होला यो पाइप यताबाट तानेछ त्यही भएर पानी त यस्तो पनि फेरि पानी भएको छैन नि त्यहाँ कस्तो प्रेसर आउँछ दामी फोटो मेरो माथि सुन्त लानु भयो अब चाहिँ फाइनल्ली आजको हाम्रो यो के भन्छ पानी हाल्ने काम सुन्तलामा यसरी हालिँदैछ सिँचाइको काम हो यसरी सरर यसरी खेतमा हालिँदैथ्यो सकिन लागेको छ अहिले मैले यो जिम्मा चाहिँ भाइले दिएको छु त्यही भएर भाइले यसो अलिअलि छाकटाक पनि गर्दैछ के कसो यताउता त्यो हेरेर अनि पानी चाहिँ हालिरहेको छ अब हामी लास्ट 3 बोट बाँकी छ अनि आजको हाम्रो काम पनि सिद्धिन्छ समथिङ अब यसपालिलाई यस्तै होला यो भ्याकेसन यो छुट्टी यस्तरी नै गयो लास्ट हो हाम्रो त्यही भएर भाइले पनि बिहानै उठेर काम गरिरहेको छ यस कस्तो लागिरहेछ त सानो एउटा अब गाउँमा आएको समथिङ हामी कति 3 हप्ता जस्तो हुन लाग्यो 5 गते आइपुगेको आज कति गते जति गति भए पनि समथिङ 3 हप्ता हुन लाग्यो कस्तो लागिरहेछ गाउँको बसाइ एकदमै रिफ्रेस्ड एउटा रिफ्रेसमेन्ट लगभग धेरै भएको थियो यसरी नबसेको एकदमै रिफ्रेस लागिरहेछ ओके त्यहाँ काठमाडौँमा बस्दा बस्दा माइन्डै डल भएको थियो अब बिहान उठ्यो दिनभरि त्यही अफिस गयो काम गर्यो कम्प्युटर हेर्दा दिक्क ढाड साड सोझिने गरी भएको थियो अहिले चाहिँ एकदमै अब गएर नेक्स्ट 2-3 वर्ष अझै राम्रोसँग काम गर्न सक्छु कि भन्ने एकदमै इनर्जी लिएर जाने होइन त गाउँबाट ओके गुड